वेलकम ब्याक स्वागत छ गाइज हाम्रो आजको ब्लगमा आज चाहिँ हाम्रो प्रस्तुति गर्न गइरहेको हुनुहुन्छ मिस्टर थोते एके सो खतरा होइन एकदम बवाल हुँदैछ आजको तिहार स्पेसल है म्यानेजर है हाम्रो को म्यानेजर सो रमाइलो है यसो गरिदिए यसो रमाइलो है कस्तो लागिरहेछ तिमीलाई अघि त्यहाँ बसिरहेको छु कस्तो लाग्यो ठिकै छ दामी भइरहेछ ल है दामी लाग्यो डान्स सो अब चाहिँ हाम्रो गीत यात्रा हो अब के हुँदैछ हो गीत गाउँदैछ अरे है गाइस सो भाइ बवाल है तिमीले खतरा गरे हाम्रो भाइहरु खतरा गरे हाम्रो भाइ आउनु पर्यो हाम्रो दाइको जहिले वेलकम हो किन दाइ एभ्री टाइम एनीवेयर लेट्स गो सो सर तपाईलाई कस्तो महसुस हुँदैछ नर्भस हल्का नर्भस गर्नै पर्ने बवाल तँ आग लगादिएका है खतरा गर्नुपर्छ भाइ खोइ स्वर चाहिँ कस्तो छ बोकाएको जस्तो ल हाम्रो के हो रे गुच्छा पसल हो भोइस कम भयो जस्तो एभ्रीवान झिलिमिली रातमा साथीभाइ साथमा रमाइलो बनाउँदै लड्दै र पढ्दै आएका हामी देउसिरे भट्याउँदै आइ मेरा भाइ हो ए राम्ररी भन ए सो गीत गा गाना गा सौजना गा डान्स गर्ने र सबैलाई गीत गर्ने डान्स गर्ने हो पटक्क चाहियो हजुर के भन्नुभएको ल अहिले पछि आऊ ल अब यस्तो कुरा के भन्दाखेरि लास्टमा चाहिँ गीत हामीलाई जसरी जान्छ रे हामीले गीत पनि भएन डान्स पनि भनेपछि हामी दुवै गर्नेछौँ अब फर्स्ट हामी डान्स बिग फ्यान है म्याम बिग फ्यान म नाच्दै दाइ अघि नाचिसक्यो बवाल कडा हो नेक्स्ट लेभलको डान्स हो है Get it.
बाबु तिमीलाई डान्स कस्तो लाग्यो राम्रो लागेन यसो फुक्दै ल फुक्देऊ न ल बजाइदेऊ न ओए हाम्रो भ्युअरहरुको चाहिँ डान्स हेर्नु बाँकी छ या हो कि हैन सबैजना आएर नाच्दिनु होला सबैजना रमाइलो गरिदिनु होला सबजना अब चाहिँ सबजना आएर यहाँ हल्ला गरिदिनु पर्छ नाच्दिनु पर्छ गाइस भिडियो बनाएर हो क्या ब्लग बनाएर क्या ब्लग कस्तो लाग्दैछ भाइलाई नाच्यौ भाइ हेर ल नाच्यौमा के तिमीलाई नरमाइलो लाग्यो भाइ तिमीलाई कस्तो लाग्यो नरमाइलो लाग्यो ल नाच्यौ न त भाइ नरमाइलो लाग्यो हो ल नाच्यौ ओए ललिपप यस्तो ह्यान्डसम देखाएर चाहिँ तिमीलाई भाइहरू बाउलाई खतरा दिएको कतिवटा गर्लफ्रेन्ड छ बाउको कतिवटा गर्लफ्रेन्ड छ ल विडम्बना हजुरहरूलाई कस्तो लाग्यो रमाइलो लाग्यो नाच्दिउँ न त नै एकदम हुन्छ सर भर्खर आएको क्या है नरिसाउनु ल थ्याङ्क यू सर यार देउसी भैलो गर्नु दिँदैन यार तपाईँ के भन्न चाहनुहुन्छ यसमा होइन 2 शब्द जाऊ होइन 2 शब्द भाइ जाऊ त देउसी भैलो यस्तो पाराले हुन्छ भन न यस्तो यार 9 बजीदेखि बन्द गर्न आइरहेको छ यार यस्तो त गर्नु भयो तपाईँले 2 शब्द जाओस् यार ल नजाने कस्तो यार भैँसी लड्यो है बाई बाई ओके हाम्रो भाइहरूले गाउन निकै नै टाइम लागेको अवस्था वाट्स रङ ब्रदर एनिथिङ एल्स छोरा ग्याङ म्याचेस के भयो किन टाइम लागेको छ के कारणले होला त्यो सानो प्रमोसन चाहियो ल भाइ हाम्रो भाइलाई साउट चाहियो है हाम्रो भाइ पुरा हेल्प चाहियो होइन सब्सक्राइबर चाहियो प्लिज गर्नु होला के छ नाम भन्नु त बाबु मेरो तोरी लाउरे गाइस एभ्रीवन है तोरी लाउरेलाई गर नि हो अरे कमेडीमा के भयो भन्नुभएको हजुरलाई कस्तो लागिरहेछ हाम्रो अहिलेको खतरा भाइरल डान्सरहरू है खतरा डान्सर चाहिँ यहाँ चाहिँ मेरो फेभरेट डान्सर है टुडेको हेलो क्यान आई गो अपस्टेयर ओके थ्याङ्क यू सो गाइज होइन आजको प्रोग्राम चाहिँ बब्बारै गरेको छ मेरो भाइ बहिनीहरूले एकदम रमाइलो गुच्चाको प्रस्तुति हाम्रो पासा आउनुभएको छ हेलो पासा वाट्स अप बडी लङ टाइम नो सी सन्जु चाहिँ कति राखेर म त्यहाँ प्रोग्राम हेर्दै थिएँ थाहा पाएन नरिसाउ है प्लिज नरिसाउ है प्लिज के छ मेरो भाइ हाम्रो भाइले गीत गाउनुपर्छ भएन यो कसम भने मलाई कसम चित्तै बुझाएको छैन आर यु ओके एज नोन एज मिस्टर काले भनेको तपाईँ यहाँ बस्थ्यो नि म होइन भात पकायो भने चाहिँ नाइट चाहिँ भन्दैन ल एकचोटि डाइलग तपाईँको डाइलग जाओस् नाइट चाहिँ भन्दैन ल प्लिज सर प्लिज बिग फ्यान सर हेलो नाइट चाहिँ भन्दैन ल है फेरि गाइस हेलो एउटा डाइलग छ लङ टाइम पछि आज यसो भिडियो बनाउने मोड आएर बनाइदिएको है म भिडियो बनाउनु चाहिँ खासै भ्याइरहेको छैन हाम्रो पासाले गर्दा हो म होइन एकदम
अब एक्साइटेड छु ओभर एक्साइटेड एकदम है खतरा गर्ने केही थाहा छैन यसो मेरो बेच गर्नु ओइ मोमो ल्याइदेऊ ओइ मोमो ल्याइदेऊ ओइ मोमो खाँदै मोमो खाँदै के खाँदै केही खाँदै आएन अरे नानी भन्छ हो आफै नानी यसले बेइज्जत गर्छ गाइस होइन मेरो बहुत बेइज्जत गरेछ हामीलाई साला कस्तो भइरहेछ तपाईँलाई भन्नुहोस् रमाइलो भइरहेछ पार्टी तपाईँ बढी बोल्नु भएछ तपाईँले मलाई पार्टी भन्नु मिल्छ साथी हो चुप ओए तैँले साथीलाई केही नखाँदै हो साथीलाई सो बाबु वेलकम ब्याक टु माई डेली भ्लग है तिमीलाई स्वागत छ के भन्न चाहन्छौ यहाँको आज कस्तो भइरहेछ तिमीलाई डु भिजिट गुच्चा मोमो है नबिर्सिकन नि तिहारको बेला चाहिँ एकदम रमाइलो भयो सबजना आइदिनुहोस् होला के फोड्नुपर्छ अरे के फोड्नुपर्छ अरे पटेका फोड्नु पर्छ खतरा लाग्यो नोज पन्चिङ एकछिन देखाइदेऊ न सक्छ खतरा बाबु खतरा लाग्यो दुख्छ सक्छ होइन दुख्छ ओके थ्याङ्क यू ब्रदर यार खतरा आयो तिम्रो चस्मा बवाल भयो यार नरिसाउनु भाइ नरिसाउनु भाइ ल त्यही त डान्स गर्नुपर्छ अनि ठिक छ म यहाँ भिडियो खिच्दैछु देउछोरी Thank you. के होला त ए नर्सन त रिसा जस्तो लाग्यो अलिकति हेर्नु पर्यो ल म तिमीलाई भन्छु है त रोम श्रेष्ठ छ रोम श्रेष्ठ मिस्टर गुच्चा आरओएमई स्पेस श्रेष्ठ ओके ओके ल ब्रदर गयो ल रमाइलो
मुटु नभनेर माया साँचेकै हो औँसी भैलो फुल्यो रासै फुल्यो मनैमा मनैमा मेरो मन भुल्यो तिम्रो मनैमा तिम्रो मनैमा तिम्रो मुटुमा म नर्केर बसेकै हो तिम्रो मुटुमा म नर्केर बसेकै हो तिम्रो मनमा कतिखेर आएर बसेकै हो तिम्रो मनमा कतिखेर आएर बसेकै हो टङ टङ once more everyone तालको माछा कोही गर्न सक्दैन जान्दै सानो मायामा हुँदैन माया साथैमा उडायो एउटा तालको बानी ल भाइ भन एउटा तालको बानी ब्रो यार एउटा तालको बानी एउटा तालको लास्ट तालको बानी ल तालको बानी मान्छेलाई खाने तिरनसित जाने कि नजाने तालको बानी मान्छेलाई खाने तिरनसित जाने कि नजाने Thank you brother यार thank you यार एकदम रमाइलो भयो यार एकदम है Thank you, Dad. ल ब्रो है ल उठ्यो बस्यो भने त ल 1 2 उठ्यो बस्यो उठ्यो बस्यो उठ्यो बस्यो उठ्यो बस्यो ल बेगम दाइ उठ्यो बस्यो उठ्यो उठ्यो बस्यो उठ्यो बस्यो उठ्यो बस्यो कडा 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 तिमी जाने सिलगढी म जाने सिक्किमतिर अब हाम्रो एउटा मेरो सिग्नेचर गीत गाउँछु है म ओके त्यो हैन त्यो जोन चामलिङको मुटु देखिन भन्ने गीत
दाइ यो भिडियो नहाल्नु दाइ म खाते जस्तो ल ल ल ल होइन एकदम रकस्टार जस्तो देखिरहेको छ कसम यार बवाल ओके प्याकअप हो प्याकअप हो एकदम एकदम रमाइलो रमाइलो भयो यार एकदम अर्को वर्ष नि दाइ आउँछु तपाईँको यहाँ एकदम ल एकदम डु भिजिट ओके ओके थ्याङ्क यू 2 शब्द भन्दैन दुई शब्द थ्याङ्क यू ल अघिको दार्जिलिङ आइदिएको हुन्थ्यो यस्तो तपाईँले त्यस्तो रमाइलो लाग्यो बल्ल तपाईँको मुखमा यति धेरै बिग फ्यान भए त्यस्तो ल ल बाई थ्याङ्क यू सो मच ल एकदम रमाइलो भयो गाइज है सो गाइज अति नै रमाइलो भयो होइन अब अहिलेको लागि चाहिँ होइन ह्याप्पी तिहार